स्वागत छ। आज हामी प्रदीपराज कपाडी भट्ट खगेन्द्र पाण्डेको अध्ययनलाई अलि गहिरेर हेर्दैछौँ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज त्यसको वरिपरिको बफर जोनमा इको टुरिज्मले पारेको प्रभावबारे। यो अध्ययन एकदम महत्त्वपूर्ण छ। यसले खासमा इको टुरिज्म र त्यो बफर जोनको अवधारणाले त्यहाँका स्थानीय बासिन्दाको जीवन जीविकोपार्जनमा कस्तो असर पारेको छ भनेर खोतल्छ। स्रोत पनि बलियो देखिन्छ हैन? 300 घरधुरीमा सर्वेक्षण अनि काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ धेरै जिल्ला समेटिएको। एकदम मुख्य सूचनादाताहरूसँग अन्तर्वार्ता पनि छ, त्यसैले अलि विस्तृत नै छ भन्नु पर्यो। राम्रो। हाम्रो लक्ष्य चाहिँ के हो भने यो इको टुरिज्मको फाइदा के छन्, चुनौती के छन् अनि समग्रमा कस्तो प्रभाव परेको रहेछ त्यो बुझ्ने। ल सुरु गरौँ। इको टुरिज्म भनेको के हो त खासमा? स्रोतले कसरी भनेको छ? इको टुरिज्म भनेको चाहिँ कस्तो भने जिम्मेवार पर्यटन जसले प्रकृतिलाई जोगाउँछ, स्थानीय संस्कृतिलाई सम्मान गर्छ अनि घुम्न आउनेलाई पनि राम्रो अनुभव दिन्छ। दिगो पर्यटनको एउटा रूप हो यो। अनि यसमा बफर जोन भन्ने कुरा पनि जोडिएर आउँछ हैन? यो के हो त? अलिकति प्रश्न पार्दिनुस् न। हो नि, बफर जोन भनेको चाहिँ त्यो निकुञ्ज जस्तो संरक्षित क्षेत्रको ठीक बाहिर छेउको क्षेत्र हो। यहाँ संरक्षण र स्थानीय विकासलाई सँगसँगै लैजाने प्रयास हुन्छ। मतलब दुवैलाई फाइदा पुग्ने किसिमले। एकदम। उद्देश्य के हो भने स्थानीयलाई चाहिने स्रोत साधन पनि पूरा होस् अनि निकुञ्जभित्र मान्छेको चाप पनि कम होस्। बुझे। त्यसो भए शिवपुरीको अध्ययनले चाहिँ के देखायो त? तपाईले अघि भन्नुभएका ठाउँहरू काकानी, भोटे चौर, छत्रे देउराली, मूलखड्क त्यहाँ केन्द्रित थियो है? हो, ती ठाउँहरूमा हेर्दा अध्ययनले के देखायो भने इको टुरिज्मले त्यहाँका मानिसहरूको जीवनस्तर अलिअलि सुधारिरहेको छ। झन्डै 44%ले त प्रत्यक्ष फाइदा पाएका छन्। 44%? त्यो त राम्रै सङ्ख्या हो। अनि अप्रत्यक्ष फाइदा लिने पनि छन् नि। 42% जतिले अप्रत्यक्ष फाइदा पाएका छन्। उनीहरू के गर्छन् भन्दा होमस्टे चलाउने, सानोतिनो होटल रेस्टुरेन्ट खोल्ने अनि स्थानीय उत्पादनहरू बेच्ने यस्तै काममा लागेका छन्। यो त राम्रो कुरा भयो। अनि त्यो बफर जोनको कोष हुन्छ नि, त्यसको पैसा चाहिँ कहाँ खर्च भइरहेको रहेछ? त्यो कोषको कुरा पनि छ अध्ययनमा। त्यो पैसा चाहिँ सामुदायिक विकासमा गएको देखिन्छ, जस्तै स्कुल मर्मत गर्ने, बाटो बनाउने, खानेपानीको व्यवस्था गर्ने यस्तो पूर्वाधारमा। अनि सिप विकासतिर नि? त्यो पनि छ। स्थानीयले खाना पकाउने, हस्तकला बनाउने अनि अलि आधुनिक तरिकाले खेती गर्ने तालिम पनि पाएका छन्। हुन त धेरै जसो 60% भन्दा बढी अझै कृषिमै छन्, तर हस्तकला र अरू रोजगारीमा पनि लाग्न थालेका छन्। स्रोतमा एउटा उदाहरण पनि थियो जस्तो लाग्यो। कोही सहभागीले तरकारी र बाख्रा पालेर बेचेको कुरा। एकजनाले भन्नुभएको छ, मेरो 7 रोपनी जग्गा र 32 वटा बाख्रा छन्। उत्पादन स्थानीय बजार, होटल र रिसोर्टमा बेच्छु, कहिलेकाहीँ काठमाडौँ पनि पठाउँछु। यसले के देखाउँछ भने उद्यमशीलता बढ्दैछ। राम्रो सङ्केत हो। तर फाइदा मात्रै त पक्कै छैन होला हैन? चुनौतीहरू पनि त होलान् नि? एकदम, चुनौतीहरू पनि छन्। एउटा मुख्य समस्या चाहिँ मानव वन्यजन्तु द्वन्द्व। जङ्गली जनावरले बालीनाली खाइदिने, कहिलेकाहीँ पशुलाई पनि नोक्सान गर्ने। हो र? अनि त्यसको क्षतिपूर्ति पाउने व्यवस्था कस्तो रहेछ? व्यवस्था त छ, तर अध्ययनमा सहभागीहरूले के गुनासो गरेका छन् भने त्यो क्षतिपूर्ति वितरणमा अलि असमानता छ। राजनीतिक पहुँच हुनेले छिटो पाउने, नहुनेले नपाउने, त्यस्तो गुनासो पनि आयो। यो त गम्भीर कुरा भयो नि। यसले त संरक्षणप्रति नै मान्छेको धारणा नकारात्मक बन्न सक्छ। अरू केही चुनौती देखिए? अर्को ठूलो समस्या चाहिँ बजारको रहेछ, खास गरी साना उद्यमीहरू जस्तै हस्तकला बनाउनेहरूले। उनीहरूले बजार पाउन गाह्रो भएको अनि पाए पनि राम्रो भाउ नपाएको गुनासो छ। मूलखड्ककै एकजनाले भनेको कुरा छ अध्ययनमा। के भन्नुभएको रहेछ? उहाँले भन्नुभएछ, धेरैले हस्तकला बनाउँछन् तर बजार र भाउ पाउँदैनन्। पर्यटक त धेरै आउँछन् तर फाइदा ठूला उद्यमीले मात्रै लिन्छन् अनि सरकारी सहयोग पनि सबैले बराबर पाए जस्तो देखिएन। भनेपछि लाभको वितरणमा अलि समस्या देखियो। तैपनि समग्रमा हेर्दा पर्यटनबाट हुने आम्दानी त महत्त्वपूर्ण नै होला नि? हो, त्यो त निकै महत्त्वपूर्ण। काकानी जस्तो ठाउँमा त परिवारको औसत आम्दानीको 32% पर्यटनबाटै आउँदो रहेछ। त्यो त ठूलो हिस्सा हो।
32% अरू ठाउँमा नि? अरू ठाउँमा पनि 18 देखि 29% योगदान रहेछ। यो पैसाले उनीहरूको आधारभूत आवश्यकता, खाना, कपडा, औषधि उपचार, छोराछोरीको पढाइ यस्तैमा खर्च हुन्छ। त्यसैले होला स्थानीयहरूले पर्यटकीय ठाउँमा अझै राम्रो पूर्वाधार जस्तै पदमार्गहरू बनाउनु पर्यो भनेर सुझाव दिएका छन्। अनि भविष्यप्रति कस्तो सोच रहेछ त स्थानीयको? आशावादी छन्? त्यो पाटो पनि चाखलाग्दो छ। करिब 36% अभिभावकहरूले चाहिँ आफ्ना छोराछोरीलाई यही पर्यटन क्षेत्र कि त व्यावसायिक कृषि कि हस्तकला जस्ता पारिवारिक व्यवसायमै लगाउन चाहेको बताएका छन्। ए वर्षी यसमा भविष्य देखेका छन् उनीहरूले। हो, यसले आशा जगाउँछ। समग्रमा भन्नुपर्दा अध्ययनको निचोड के छ भने इकोटुरिज्म र बफर जोन अवधारणा आय आर्जनको एउटा प्रमुख स्रोत बन्दै गएको छ। स्थानीय समुदायले फाइदा पनि पाइरहेका छन्, तर चुनौतीहरूलाई चाहिँ सम्बोधन गर्नै पर्छ। त्यसो भए यो सबै कुराबाट हामीले के बुझ्ने त? शिवपुरीको यो अध्ययनले के देखाउँछ भने इकोटुरिज्म र बफर जोन व्यवस्थापनले स्थानीय जीवनस्तर उकास्न सक्छ, तर त्यो सफल हुनका लागि र त्यसको फाइदा सबैसम्म पुग्नका लागि तपाईले भन्नुभए जस्तै मानव वन्यजन्तु द्वन्द्व, बजारको पहुँच, क्षतिपूर्तिमा निष्पक्षता यस्ता कुरामा ध्यान दिनै पर्यो। एकदम। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। कसरी सन्तुलन कायम गर्ने? एकातिर स्थानीय समुदायको आर्थिक लाभ बढाउने, अर्कोतिर प्राकृतिक स्रोतलाई जोगाउने र मानव वन्यजन्तु द्वन्द्व पनि घटाउने। यो सन्तुलन मिलाउनुलाई सबभन्दा चुनौतीपूर्ण कुरा हो। हो नि। अन्त्यमा एउटा प्रश्न सोच्न मन लाग्यो। भविष्यमा यस्ता इको टुरिज्मका परियोजनाहरूलाई अझै सफल र दिगो बनाउन स्थानीय ज्ञान र समुदायमा आधारित जुन पहलहरू हुन्छन् नि, त्यसलाई अझ प्रभावकारी ढङ्गले जोड्न सकिएला? यो एउटा महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ। यसमा सोच्नुपर्ने देखिन्छ।